राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कारागार पठाउनु पूर्व उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीशहरूकै बेन्चबाट थुनामा नपठाउने पनि आदेश भएको अदालतकै विवरण बाहिरिएको छ र उही समयमा भएको अर्को आदेशमा थुनामा पठाउने भनिएको छ। अहिले यो विवरण सच्याएर दुवै आदेशमा थुनामा पठाउने अदालतको वेबसाइटमा अपडेट गरिएको छ। यो कसरी भयो, आउनुहोस् चर्चा गरौँ। बुटवलको सुप्रिम सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रूपन्देही जिल्ला अदालतले 1 करोड धरौटीमा छाड्न आदेश दिएको थियो। उक्त आदेश चित्त नबुझेको भन्दै जिल्ला सरकारी वकिलको कार्यालय रूपन्देही उच्च सरकारी वकिल मार्फत उच्च अदालत तुलसीपुर बुटवल इजलास पुगेको थियो। त्यसपछि मात्रै रवि लामिछाने 1 करोड धरौटी बदर गरी सामान्य तारिखमा राखी पूर्वपक्ष गर्न पाऊँ भन्दै 73 को निवेदन लिएर उच्च अदालत पुगेका थिए। लामिछाने र सरकारी वकिल भन्दा पनि पहिले जिल्ला अदालतले थुनामा पठाउन गरेको आदेशका विरुद्ध छविलाल जोशी उच्च अदालत पुगिसकेका थिए। पछि छविलाल जोशीको थुनामुक्त हुन पाऊँ भन्ने निवेदन, सरकारी वकिलको रविलाई थुनामा राख्न माग गरेको निवेदन र धरौटी समेत बदर गरी साधारण तारिखमा बस्न पाऊँ भन्ने रवि लामिछानेको निवेदन एकै ठाउँमा राखी पेश भएको थियो। सबै निवेदनलाई एकै ठाउँमा राखी चैत्र 21 गते पेशी तोकिएको थियो। उक्त दिन न्यायाधीश रमेश ढकाल र स्वीकृति ब्राजुलीको इजलासमा यी निवेदन परेका थिए। उक्त दिन बहस नसकिएपछि हेर्दैमा राखेर 22 गते बहस सुरु भएको थियो। रवि लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र थापा, अधिवक्ता डाक्टर नारायण दत्त कणेल, पशुपति भण्डारीले बहस सकेपछि दिउँसो 1:30 बजेबाटै न्यायाधीशद्वय आदेश लेख्न थालेका थिए। त्यसका लागि उनीहरूले सबैलाई इजलासबाट बाहिर निकाले, तर आदेश आउन भने निकै समय लाग्यो। साँझ 7:26 मात्रै उच्च अदालत तुलसीपुर बुटवलको वेबसाइटमा फैसलाको स्थिति अपडेट भएको देखिन्छ। अदालतको वेबसाइटमा अपडेट भएको फैसलाको अवस्थामा छविलाल जोशीको हकमा जिल्लाकै आदेश सदर भएको उल्लेख गरिएको छ। त्यस्तै रवि लामिछानेलाई विरुद्ध बनाएर सरकारी वकिलले हालेको निवेदनमा जिल्लाको आदेश बदर लेखियो, तर रवि लामिछानेले सरकार विरुद्ध बनाएर हालेको निवेदनमा जिल्लाकै आदेश सदर अर्थात् धरौटीमै बस्न पाउने आदेश सदर भएको उल्लेख गरियो। उक्त दिन उच्च अदालतको वेबसाइटमा राखिएको यो विवरण हेर्नुहोस्। यो सुरुमा अदालतको वेबसाइटमा साँझ 7:30 बजे अपडेट गरिएको फैसलाको स्थिति अपडेट हो, जुन अन्यलपूर्ण थियो। वेबसाइटमा रवि लामिछानेसँग सम्बन्धित उही प्रकृतिका 2वटा मुद्दामा फरक आदेश उल्लेख गरिएको छ। सरकारले जिल्ला अदालतको आदेश विरुद्ध गरेको पुनरावेदनमा आदेश बदर थुनामा पठाउने भनिएको थियो, तर रविले सरकार विरुद्ध गरेको पुनरावेदनमा आदेश सदर कानून बमोजिम गर्ने उल्लेख गरिएको थियो। अर्थात् आदेश सदर भनेको जिल्ला अदालतले जे आदेश गर्यो त्यही कायम रहने भन्ने हुन्छ। त्यसको अर्थ रविले जेल जानु नपर्ने बुझिन्छ, धरौटीमै बस्न पाउने भन्ने बुझिन्छ। यो 2वटा आदेशको अवस्थाले अन्यल देखायो, किनकि सरकारले गरेको निवेदनमा रविलाई थुनामा पठाउन भनियो भने रविले गरेको निवेदनमा धरौटीमै राख्ने जिल्लाको आदेश नै सदर गरियो। व्यक्ति र आरोप एउटै थिए, यहाँ अर्को रवि लामिछानेको मुद्दा थिएन। तर यो अवस्था जनाइएको केही बेरमा सच्याएर अदालतले वेबसाइटमा दुवै ठाउँमा जिल्लाको आदेश बदर गरिएको उल्लेख गर्यो, जुन आज पनि देख्न सकिन्छ। उच्च अदालत तुलसीपुर बुटवल इजलासले रवि लामिछानेको हकमा 2 थरी आदेशको अवस्था वेबसाइटमा जनाइएको विषय पनि स्वीकार गर्यो। यस विषयमा हामीले उच्च अदालतका सह रजिस्ट्रार हरिगोपाल ग्यावालालाई सोध्यौं। उनले यसमा स्पष्ट जवाब दिन सकेनन्। जिल्लाको आदेशमा उपरमा 2टा पक्ष अलग आउनुभयो। हजुर, 2टा पक्ष अलग आउने, एउटा नेपाल सरकार आउनुभयो। हजुर, अर्को रवि लामिछाने सर आउनुभयो। त्यसपछि हामीले उच्च अदालत बुटवल इजलासका इजलास अधिकृत कमल बहादुर नेपालीलाई पनि सोध्यौं। उनले माउसले क्लिक गर्ने बेलामा तलमाथि गर्दा त्यस्तो भएको जवाब दिए। थोरै समय मात्र त्यस्तो अवस्था जनाइएको उनको भनाइ थियो, तर त्यसलाई पछि सच्याइएको उनको दाबी छ। त्यहाँ 3वटा निवेदन थियो हैन। हजुर, 3वटा निवेदनमा चाहिँ एउटा चाहिँ छविलाल जोशीको तर्फबाट थियो, एउटा रवि लामिछानेको तर्फबाट थियो, एउटा चाहिँ रवि लामिछानेलाई धरौटी छोडेको बापत चाहिँ नेपाल सरकारको तर्फबाट 3वटा निवेदन थियो सर हैन। अनि छविलाल जोशीको हकमा चाहिँ उसलाई जुन थुनामा पठाएको थियो जिल्ला अदालतले, सो आदेश चाहिँ यहाँबाट सदर भएको हुनाले आदेश सदर कानून बमोजिम गर्ने भन्ने आएको 1 नम्बरमा हैन। अनि दोस्रोमा चाहिँ फेरि नेपाल सरकारको थियो।
रवि लामिछानेको उप चाहिँ उसलाई चाहिँ निजलाई चाहिँ के अरे थुनामै पठाउन पर्ने भन्ने चाहिँ निवेदन थियो। उसका उप चाहिँ फेरि सोही बमोजिम भयो नि त, नेपाल सरकारको बमोजिम भयो हुनाले चाहिँ त्यसलाई चाहिँ हामीले के अरे आदेश बदर के अरे चुनावमा पठाउने भन्ने चाहिँ हामीले चाहिँ के अरे स्टाटस जनाइयो है। त्यो भनेको चाहिँ जिल्लाको आदेश चाहिँ बदर भयो अनि चुनावमा पठाउने भन्ने भयो के त्यसले स्टाटस चाहिँ त्यो भन्छ। अनि अर्को चाहिँ रवि लामिछाने चाहिँ अब यो धरौटी चाहिँ बढी भयो, म चाहिँ 7 तारिकमा पछि पाउँ भनेर जिल्लाको आदेश उप आउनु भएको थियो होइन। अनि सो निवेदन उप फेरि हाम्रो के भयो त भन्दाखेरि चुनावमा पठाउने कुरो भयो होइन। त्यसमा चाहिँ स्टाटस जमा त के भन्ने भन्दाखेरि आदेश बदर कानुन बमोजिम के अरे चुनावमा पठाउने भन्ने भयो होइन। आदेश बदर चुनावमा पठाउने भन्ने भयो। यसको मतलब फेरि जिल्लाले गरेको आदेश चाहिँ बदर भयो र अनि यहाँबाट चाहिँ चुनावमा पठाउने भन्ने चाहिँ आदेश भयो भन्न खोजेको हो कि त्यसले। त्यही त 2 सेकेन्डमै त्यो करेक्सन गरिसक्यो हो। त्यो भएको चाहिँ त्यही हो, जे हुनुपर्ने त्यही जनाउनु पर्ने थियो। त्यो चाहिँ सँगसँगै आउने हुनाले त्यो क्लिक गर्नुपर्ने चाहिँ 3टा चाहिँ सर्व निवेदन हुन्छ। त्यो 3टा निवेदनको साइडमा चाहिँ डट चिन्ह जस्तो हुन्छ, त्यहाँ चाहिँ क्लिक गर्ने बेलामा चाहिँ त्यही त हो नि, माउसले तलमाथि गर्दाखेरि अब रविको क्लिक भयो हुनाले हो। तर वरिष्ठ अधिवक्ताहरू भने अदालतको वेबसाइटमा अवस्था जनाइनु भनेको आदेशमा न्यायाधीशले हस्ताक्षर गरिसकेपछि आदेश सार्वजनिक गरिने भएकाले त्यसमा लापरवाही हुन नसक्ने तर्क गर्छन्। यसअघि प्राविधिक गल्तीले भएको थियो वा पछि आदेशमै छेडछाड गरिएको हो भन्ने प्रश्न सिर्जना भएको वरिष्ठ अधिवक्ताहरू बताउँछन्। साथै यसअघि न्यायाधीश रमेश ढकाल र स्वीकृति प्राजुलीको रवि लामिछानेको हकमा दिएको आदेश नै विवादमा परिसकेको छ। इजलासमा रहेका मध्ये एक न्यायाधीश रमेश ढकालले पाटन उच्च अदालतमा रहँदा सन्दीप लामिछानेलाई थुनामुक्त गर्न लेखेको आदेश नै रवि लामिछानेलाई थुनामा पठाउँदा कपी पेस्ट गरेको आरोप लाग्दै छ। उक्त दिन अदालतमा उपस्थित भएका धेरै व्यक्तिहरूका अनुसार आदेश लेख्न बसेका न्यायाधीशले रमेश ढकालका चालकलाई गेटबाट बाहिर पठाएर पेनड्राइभ ल्याउन लगाएको दावी गरेका छन्। यस विषयमा भने अदालतले केही बोलेको छैन। तर त्यसपछि सार्वजनिक भएको रवि लामिछानेको मुद्दा सम्बन्धी आदेश र न्यायाधीश ढकाल समेत भएको पाटन उच्च अदालतले केही समय पहिले नै गरेको आदेश सँगै राखेर हेर्दा आदेशको अधिकांश भाग हुबहु सारेको देखिन्छ। यो रिपोर्ट हेर्नुहोस्। अदालतले रवि लामिछानेलाई थुनामा पठाउन दिएको आदेश र सन्दीप लामिछानेलाई थुनामुक्त गर्न दिएको आदेशको अधिकांश खण्ड हुबहु मिलेको छ। बलात्कार सम्बन्धी मुद्दामा उच्च अदालतले गरेको आदेश र सहकारीको रकम अपचलन सम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर बुटौल इजलासले गरेको आदेशको अधिकांश भाग हुबहु मिलेको पाइएको हो। यी दुवै आदेश न्यायाधीश रमेश ढकाल सहितको इजलासले गरेका हुन्। अब रवि लामिछाने र सन्दीप लामिछानेको फरक प्रकृतिका मुद्दामा हुबहु भाषा कपी पेस्ट गरेर भएका आदेशका बुँदाहरूबारे चर्चा गरौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटौल इजलासले शुक्रबार साँझ थुनामा पठाउने आदेश दिएको थियो। त्यसपछि के भयो सबैलाई जानकारी नै छ। थाहा नपाउनेहरूले सिधा कुराले यसअघि प्रसारण गरेको भिडियोमा हेर्न सक्नुहुनेछ। रवि लामिछानेको मुद्दाको शीर्षक छ सहकारी ठगी सम्बन्धी कसुर र संगठित अपराध। त्यस्तै सन्दीप लामिछानेको मुद्दाको शीर्षक छ जबरजस्ती करणी। रवि लामिछानेको मुद्दामा न्यायाधीश छन् रमेश ढकाल र स्वीकृति पराजुली। त्यस्तै सन्दीप लामिछानेको मुद्दामा न्यायाधीश छन् ध्रुवचन्द्र नन्द र रमेश ढकाल। सन्दीप लामिछानेलाई थुनामुक्त गर्ने आदेश 2079 पुस 28 गते भएको थियो भने रवि लामिछानेलाई थुनामा पठाउने आदेश गत शुक्रबार अर्थात् 2081 चैत 22 गते भएको थियो। पहिले उच्च अदालत पाटनमा रहेका न्यायाधीश रमेश ढकाल केही महिना अघि सरुवा भएर बुटोल पुगेका थिए र उनी सम्मिलित इजलासले रवि लामिछानेलाई थुनामा पठाउने आदेश गरेको हो। रवि लामिछानेलाई थुनामा पठाउन गरिएको आदेशको पेज नम्बर 4 को दोस्रो प्याराग्राफ सुरु हुन्छ। अब प्रतिवादीलाई मुद्दाको पूर्वपक्षकै क्रममा थुनामा राखिरहनु पर्ने हो वा निजसँग धरौटी वा जमानत माग गर्न मिल्ने हो भन्ने प्रश्नलाई विचार गर्दा फौजदारी कसुरको अनुसन्धान वा मुद्दाको पूर्वपक्षको क्रममा शंकित सस्पेक्ट वा अभियुक्त अक्युज्ड हिरासतमा रहने वा धरौटी जमानतमा छुट्ने अवधारणा फौजदारी न्याय प्रशासनको अभिन्न र अपरिहार्य अंग हो भन्ने वाक्यबाट। अब सन्दीपको मुद्दामा दिएको आदेशको पेज नम्बर 5 को सुरुवाती वाक्य हेरौं। यहाँ पनि त्यही लेखिएको छ जुन रवि विरुद्धको मुद्दाको आदेशमा लेखिएको छ। रविको मुद्दामा गरिएको आदेशको पेज नम्बर 4 को दोस्रो प्याराग्राफमा लेखिएको विवरण र सन्दीपको मुद्दाको आदेशको पेज नम्बर 5 को बुँदा नम्बर 8 मा लेखिएको विवरण हुबहु मिल्छ। नपत्याए आफै हेर्नुहोस्।
अब रविको मुद्दामा गरिएको आदेशको सोही पेज अर्थात् पेज नम्बर 4 को तेस्रो प्याराग्राफको विवरण हेरौं। प्याराग्राफ सुरु हुन्छ हुन पनि राज्यले भन्ने शब्दबाट। अब यता सन्दीपको मुद्दामा गरिएको आदेशको पेज नम्बर 5 को बुँदा नम्बर 9 हेरौं। यहाँ पनि सोही शब्द अर्थात् हुन पनि राज्यले भन्ने शब्दबाट उक्त 9 नम्बर बुँदामा लेखिएको विवरण सुरु भएको छ। यसमा उल्लेखित शब्दहरू हुबहु मिलेका छन्। अब रवि विरुद्धको मुद्दाको पेज नम्बर 5 मा लेखिएका विवरण र सन्दीपको मुद्दाको पेज नम्बर 6 को बुँदा नम्बर 9 मा लेखिएका शब्दहरू हेरौं। यहाँ पनि तथापि भन्ने एउटा शब्द बाहेक अरु सबै शब्द हुबहु दुरुस्तै मिलेका छन्। अब रविको आदेशको पेज नम्बर 5 र 6 मा बाँकी रहेका अन्य विवरण पनि सन्दीपको मुद्दाको पेज नम्बर 7 र 8 मा भएका विवरणसँग हुबहु मेल खान्छन्। त्यस्तै रवि विरुद्धको मुद्दाको आदेशको पेज नम्बर 6 र 7 मा भएका विवरणहरू सन्दीपको मुद्दामा भएको आदेशको पेज नम्बर 11 सँग हुबहु मेल खान्छन्। रविको मुद्दाको आदेशको पेज नम्बर 7 र 8 का विवरणहरू सन्दीपको मुद्दाको आदेशको पेज नम्बर 13 र 14 सँग अधिकांश मेल खान्छन्। सन्दीप लामिछाने बलात्कार आरोपमा काठमाडौँ जिल्ला अदालतले गरेको पूर्व पक्षका लागि थुनामा पठाउने आदेश बदर गरी पाऊँ भनी उच्च अदालत पाटन पुगेका थिए। यता रवि लामिछाने सहकारी ठगी र संगठित ठगी आरोपमा जिल्ला अदालत रूपन्देहीले गरेको 1 करोड धरोटीको आदेश बदर गरी पाऊँ भनी उच्च अदालत बुटौल पुगेका थिए। पहिले यही लिखतका आधारमा सन्दीपलाई थुनामुक्त गरिएको थियो भने अहिले यही लिखतका आधारमा रवि लामिछानेलाई थुनामा पठाइएको छ। अहिले फरक प्रकृतिका मुद्दामा एउटालाई थुनामुक्त गर्नका लागि उल्लेख भएका विवरण र अर्कोलाई थुनामा पठाउन उल्लेख भएका विवरण हुबहु मिल्नुलाई धेरैले शंकाको दृष्टिले हेरिरहेका छन्। त्यस्तै एकजना कानून व्यवसायीले आदेश लेख्ने क्रममा समेत निवेदकको रोल क्रम तलमाथि पारिएको बताएका छन्। मुद्दा विवरणको पहिलो पृष्ठमा वादी प्रतिवादीको नाम उल्लेख भएको ठाउँमा रविको नाम क्रम संख्या 3 मा भए पनि आदेशमा सबैभन्दा पहिला रवि बारेको आदेश लेखिएको छ। कुनै पनि आदेश वा फैसला हेर्नुस्, प्रथम पृष्ठको वादी प्रतिवादीको नाम र विवरण उल्लेख भएको ठाउँको क्रम संख्यामा जसको नाम अगाडि छ उसैको आदेश फैसला पहिला लेखिन्छ। तर यहाँ क्रम संख्यामा तेस्रो नम्बरमा भएका व्यक्तिको आदेश पहिला किन लेखियो, उनले प्रश्न गरे। यो विषयमा थप प्रश्न हुन सुप्रिम सहकारीको मुद्दामा रूपन्देही अदालतले गरेको फैसला बुझ्नुपर्छ। रूपन्देही अदालतले रवि लामिछानेलाई 1 करोड रुपियाँ धरोटीमा छाड्न आदेश दिएको थियो भने अर्का आरोपी छविलाल जोशीलाई पूर्वपक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। त्यसपछि छविलाल जोशी आफूलाई पूर्वपक्षमा पठाउने जिल्ला अदालत रूपन्देहीको आदेश विरुद्ध उच्च अदालत पुगेका थिए। त्यस्तै नेपाल सरकार अर्थात् सरकारी वकिलहरू रविलाई धरोटीमा छाड्न हुन्न, पूर्वपक्षमै राख्नुपर्छ भनेर उच्च अदालत पुगे र अन्तिममा रवि लामिछाने पनि आफूमाथि तोकिएको धरोटी बदर गरी सामान्य तारिखमा छाड्न माग गर्दै उच्च अदालत पुगे। अहिले सार्वजनिक आदेशको प्रथम पृष्ठमा उल्लेख भएको वादी प्रतिवादीको विवरणले पनि यही भन्छ। तर आदेश लेख्ने क्रममा भने रवि लामिछानेको आदेश पहिला लेखिएको छ। अदालतका आदेशहरू प्रति पनि सामाजिक सञ्जालमा र सञ्चार माध्यमहरूमा कपी पेस्ट भयो भनेर सन्दीप लामिछानेलाई थुनामुक्त गर्न गरिएको आदेश रवि लामिछानेलाई थुनामा राख्नका लागि कपी पेस्ट गरेर आदेश गरियो भन्ने सन्दर्भ समेत सञ्चार माध्यममा सामाजिक सञ्जालमा अहिले बहसको विषय बनिरहेको छ। त्यसैले अब सम्भवतः भोलि रवि लामिछानेलाई रूपन्देही अदालत उपस्थित गराएर रूपन्देही अदालतले प्रक्रिया पुर्याएर, अहिलेसम्म प्रक्रिया पुर्याइएको छैन, त्यसकारणले उहाँलाई सिधै अस्ति अथवा हिजो यहाँ ल्याउने बित्तिकै कारागार लान सकिन्थ्यो। यदि प्रक्रिया पुर्याइएको हुन्थ्यो भने
तर प्रक्रिया नपुर्याइएको 2 दिन सार्वजनिक बिदा रहेका कारण उहाँलाई बढी हिरासतमा राखिएको छ। भोलि रूपन्देही जिल्ला अदालतमा उपस्थित गराएर उच्च अदालतको आदेश अनुसार उहाँलाई थुनामा पठाउने काम हुनेछ। त्यसपछि उहाँलाई यहाँ रूपन्देही कारागारमा पठाइनेछ। सम्भवतः भोलि नै उहाँले यो उच्च अदालतको आदेश विरुद्ध सर्वोच्च अदालतमा निवेदन दिनुहुनेछ कि जिल्ला अदालतको यो आदेश थियो, यो चाहिँ उच्च अदालतका कारण यो आदेश बदर भयो, यो आदेश बदर हुँदा ममाथि अन्याय भयो भनेर उहाँले सम्भवतः भोलि नै सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दिनुहुनेछ। यो दिन पाउने व्यवस्था कानुनले गरेको छ। त्यसपछि सर्वोच्च अदालतले फेरि अब उच्च अदालतको जिल्ला अदालतका फाइलहरू मगाएर कैफियत प्रतिवेदनहरू मगाएर त्यसमा सुनवाई गर्नेछ। यसबाहेक रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर बुटोल इजलासले कुन आदेश अन्तिम हो भन्ने दोधारमा रहँदै काठमाडौँमा रहेका रवि लामिछानेको निवासमा अदालतको कुनै पनि कागजपत्र बिना नै पक्राउका नाममा अस्वाभाविक हरकत गरिएको थियो। हद नगर्नुस् यार, अन्यायको हद। पेपर सही था त्यो आदेश प्रिन्ट गरिदिनु पर्यो भन्ने कुरा छ। त्यो अदालतको आदेश आइसक्यो, भोलि यसरी गर्नु के चाहिन्छ? तपाईको अन्तिम इच्छा उहाँ चाहिँ पुरा गर्नुहुन्छ। अन्तिम इच्छा ओके छ। भोलि कानुन विपरीत गरेपछि तपाईँ ठोक्नु होला नि त, हाम्रो मुद्दा हाल्नु यस्तो भन्ने हुँदा नि। उच्च अदालत के लिन्छ? उच्च अदालत तुलसीपुर बुटोल इजलास कोहीसँग नजुका, एकजना सँग अहिले रवि लामिछाने रूपन्देही जिल्ला कारागारमा छन्, तर उनलाई कारागार पठाउनु अघि भएका हरेक घटना शंकास्पद देखिरहेका छन्। अदालतले एउटै आदेशको वेबसाइटमा अपलोड हुने बेलासम्म पनि थुन्ने कि नथुन्ने भनेर स्पष्ट पार्न नसक्नु, पाटन अदालतबाट सरुवा भएर पुगेका न्यायाधीशले पाटनमा हुँदा गरेको आदेशकै धेरै भाग कपी पेस्ट गर्नु अनि अदालतको आदेश आएको केही मिनेटमा प्रहरीले लामिछानेको घरमा पुगेर धरपकड गर्नु। यति मात्र होइन, प्रहरीले उनलाई दिनु नै नमिल्ने पक्राउ पूर्ति समेत दिएको छ। अनुसन्धान सकिएर अदालतले आदेश गरेका व्यक्तिलाई फेरि अदालतको आदेश अनुसार अनुसन्धान गर्नुपर्ने भन्दै पक्राउ पूर्ति थमाइएको थियो। त्यो पनि अनुसन्धान गर्नका लागि भनिएको थियो। 3 दिन हिरासत राखेपछि मात्रै उनलाई थुनुवा पूर्ति दिएको छ। अहिले रवि लामिछानेका परिवार तथा राजसभा समर्थकहरूले निष्पक्ष छानबिनको माग गर्न थालेका छन्। हामीसँग भएको संयन्त्रहरूमा विश्वास नगर्ने हो भने हामी जाने कहाँ त? उहाँहरूले कस्तो कारबाही प्रक्रिया अगाडि बढाउनुहुन्छ? भोलिका दिनमा हामीले खबरदारी गर्नको लागि, सोधीखोजी गर्नको लागि यो ड्यू प्रोसेस अफ ल पनि हो। यदि यसले काम गर्न सक्ने अवस्था रहेन भने यसको सुदृढीकरणको लागि पनि अझ काम गर्छौँ। जब राज्य लोकतान्त्रिक हुँदैन, जब सरकारहरू जिम्मेवार हुँदैनन्, नागरिकको अधिकारहरू रक्षा गर्दैनन्, तब यस्तो अवस्था आउँछ। गैर जिम्मेवार सरकारहरूको कारणले यस्तो गर्नुपर्ने हुन्छ।